हेलो गाइज, आज म एकदमै राम्रो जर्नीमा निस्केको छु। आजको भ्लगमा म मेरो ट्राभलको पुरै एक्सपिरियन्स देखाउने छु गाइज। ल गाइज, मेरो जर्नी स्टार्ट भयो। बाटो हेर्दा त कस्तो रमाइलो लागिरहेछ, हावा पनि फ्रेस छ। यस्तो ट्राभल गर्दा मन एकदमै फ्रेस हुन्छ। अनि यताबाट गेटा साइडको भ्यू कस्तो राम्रो देखिरहेको छ, बाटो पनि स्मुथ छ। यो हेर्नु अगाडि देखिन्छ धनगढी मेट्रोपोलिटन सिटी वेलकम गेट। त्यसपछि अलि अगाडि गएर चाहिँ भाटभटिनी एरिया आयो र त्यहाँ ट्राफिक धेरै भएकोले चाहिँ ट्राफिकको साउन्डले पुरै भाइब चेन्ज गर्यो। यसरी नै राइड गर्दै गर्दा हामीहरू पुग्यौँ धनगढी चौराहा। धेरै नै लामो राइड पछि हामी कोठेघाटको पुल पुग्यौँ र नदीको चिसो हावा र स्मुथ राइडको रिल्याक्सिङ मोमेन्ट एकदमै राम्रो थियो। त्यसपछि फाइनल्ली हामी पुग्यौँ नेपालगञ्ज पुगिसकेपछि जुन हस्पिटल जानुपर्ने थियो त्यो हस्पिटल नि पुग्यौँ। त्यसपछि एकछिन रेस्ट गऱ्यौँ। रेस्ट पछि म चाहिँ एक्लै हिँडेर राइड गर्दै गर्दाखेरि भेरी हस्पिटलको गेट पुगेँ। गेट पुगिसकेपछि अब एकचोटि भित्रै गएर हेर्छु भनेर म चाहिँ भित्र गएर हेरेँ। भित्र गएर हेर्दाखेरि एकदमै मान्छे थियो। फेरि मैले हस्पिटल बाहिर गएर आफ्नो राइडलाई कन्टिन्यू गरेँ। कन्टिन्यू गर्दै गर्दा म चाहिँ बागेश्वरी टेम्पल पुगेँ। बागेश्वरी टेम्पल पुगिसकेपछि मलाई चाहिँ भित्र जाने इच्छा भएर म चाहिँ अब भित्रतिर गएँ। भित्र गइसकेपछि त एकदमै आनन्द मन लाग्यो। त्यहाँ मैले एकछिन घुम्दै गर्दाखेरि त्यहाँ मैले धेरै मान्छेहरूलाई देखेँ, पूजा गरिरहेको थिएँ। सबैलाई पूजा गरेर घन्टी बजाएको देखेर मलाई नि घन्टी बजाउन मन लाग्यो। त्यसपछि म नि घन्टी बजाउन गएँ। घन्टी बजाएर सकेपछि म चाहिँ अब मन्दिर बाहिर निस्केर मन्दिरको वरिपरि भएको दोकानहरूको वरिपरि गएर मैले चाहिँ भ्लगको लागि एउटा सानो क्लिप पनि बनाएँ। त्यति गरिसकेपछि म चाहिँ अब पोखरीतिर घुम्न लागेँ। अब यो पोखरीको नाम के हो, फेरि मैले एकचोटि बजार राम्रोसँग घुमिसकेपछि धेरै राम्रो सामान देखेँ। त्यहाँको बजार र मैले मन्दिर पुरै घुमिसकेपछि फेरि फर्किँदाखेरि मैले यहाँ अचम्मको सिस्टम देखेँ। गाडी चाहिँ बिचमा पार्किङ गरेर वरपर चाहिँ गाडी हिँड्ने देखेँ। यहाँको यो ट्राफिक म्यानेजमेन्ट हो कि के हो। त्यसपछि म हिँड्दै गर्दा बाँके जिल्लाको जिल्ला प्रशासन कार्यालय देख्ने मौका पनि पाएँ। यो पुरै राइडमा मैले एउटा कुरा पनि बुझेँ, कहिलेकाहीँ यसरी सिटी एक्सप्लोर गर्दा पनि मन एकदमै फ्रेस हुन्छ। हस्त साथीहरू, आजको भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्नुहोला। फेरि अर्को रमाइलो राइडमा भेटौँला।